हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ आजको भिडियो मस्ट इम्पोर्टेन्ट हुनेवाला छ तपाईहरुको लागि। भिडियो स्किप नगरी फुल भिडियो हेर्नुहोला। र आजको भिडियो चाहिँ सिओई अपडेट 2026 अप्रिल इन्टेक 2026 को बारेमा रहेको छ। र अहिले तपाईहरुको मनमा के कस्तो क्वेशनहरु हैन, मनमा कस्तो क्वेशनहरु आउँदै होला। आई होप मलाई चाहिँ म चाहिँ त्यही बाटोबाट आएको छु, मलाई एकदमै एक्सपिरियन्स छ हैन त्यो कुराहरुको लागि। अनि म चाहिँ त्यो शेयर गर्न चाहन्छु र साथै यो भिडियोमा म तपाईहरुलाई सिओई अपडेट पनि दिनेछु। अप्रिल इन्टेक 2026 को सिओई कहिलेबाट आउँछ भनेर फिक्स डेट नै भन्ने छु। त्यही भएर तपाईहरु यो भिडियो फुल हेर्नु होला। र अहिले चाहिँ तपाईहरुको मनमा विभिन्न क्वेशनहरु पनि आउँदै होला हैन। काश यो जुन अहिले चाहिँ यो डिसेम्बर चल्दैछ, फेब्रुअरीतिर तपाईहरुको सिओई आउँछ। डेट चाहिँ म पछाडी भन्छु, अहिले भन्दिन। अनि के छ भने अहिले चाहिँ तपाईहरुको मनमा जस्तो कि अब यो 2 महिना 2.5 महिना चाहिँ कति छिटो कटिदिए हुन्थ्यो क्या। म पनि अब त सिओई एप्लाई गरेको बेला चाहिँ अब मनमा मलाई नि भइरहेको हुन्थ्यो कि अब के सिओई आउँछ कि आउँदैन, एकदम एउटा टेन्सन टाइपको। अनि टेन्सन मन नलाग्ने टाइपको यो टाइम चाहिँ कति छिटो बित्दिए हुन्थ्यो कि। अनि जुन त्यस्तै म चाहिँ नेपालमा हुँदा पनि यो म यताबाट धेरै इन्फर्मेसनहरु म लिएर आउँथेँ कि युट्युबबाट पनि। अनि चाहिँ यो के भन्छ युट्युबबाट पनि लिएर आउँथेँ। म चाहिँ इन्फर्मेसन म इन्फर्मेसन हैन, यो अनलाइन मार्फत नै लिन्थेँ। किनभने अरूलाई सोध्नु भन्दा चाहिँ मलाई चाहिँ अनलाइन बेस्ट लाग्थ्यो कि गुगल होस् या च्याट जीपीटी होस्, त्यो चाहिँ बेटर हुन्छ कि। अब म चाहिँ अहिलेको केसमा भन्छु, तपाईले कसैलाई सोध्नु भयो नि जापान आउँछु भनेर, म चाहिँ जापान एप्लाई गरेको छु सिओई, के जापान आउँदा ठीक होला त? कसैले भन्छ नआउनुस् कि, कसैले भन्दैन। कुकुर जस्तो मैले अस्ति एउटा भिडियो पनि बनाएको थिएँ हैन, त्यसमा चाहिँ मेरो भिडियोमा कमेन्ट आएको छ, मान्छेहरु के भन्छ जापानमा कुकुर जस्तो दुःख छ कि। तर म त्यो चाहिँ नयाँ आइडीमा त्यो भिडियो पोस्ट गरेको छु। उसलाई जुन मान्छेले कमेन्ट गर्यो उसलाई थाहा छैन कि म पनि जापानमै छु भनेर। त्यही भएर यो मान्छेको कुरामा तपाईहरु नलाग्नु हैन। किनभने आफूमाथि कन्फिडेन्स भयो भने तपाईहरुले आफू प्यारेन्ट्सलाई पनि तपाईलाई विश्वास दिलाउनु तपाईहरुलाई विश्वास दिलाउनु पर्यो प्यारेन्ट्सलाई कि म केही गरेर तपाईहरुलाई हेराउने छु हैन। अब तपाईले आफ्नो मनोबल घटाउनु भयो भने अब प्यारेन्ट्सको त यतिकै मनोबल घटिहाल्छ नि। मेरो छोरा छोरी नेपालमा अब हुन्छ नि, प्राय कतिको छोरा छोरी नेपालमा अलिकति पनि दुःख गरेको हुँदैन। अचानक अब विदेशमा आएर दुःख गर्दा चाहिँ अलि अप्ठ्यारो त हुन्छ। किनभने म पनि यहाँ अहिले मेरो 2 महिना भइसक्यो यहाँ एक्सपिरियन्स गरेको। बट ठीक छ कि अब जसले भन्छ नआउनुस् जापान, कुकुर जस्तो दुःख छ, त्यो मान्छेले अफकोर्स नेपालमा केही गरेर आएको हुँदैन। र उनीहरू मान्छेले मात्र भन्ने हो कि जापानमा चाहिँ दुःख छ, यो छ, त्यो भएन, पैसा कमाइ छैन। अफकोर्स स्टुडेन्टमा चाहिँ तपाईहरुलाई मिनिमम 4 वर्ष चाहिँ दुःख गर्नै पर्छ। किनभने अब यो म अलिकति थप प्लस गरिदिए कुरालाई, अप्रिल इन्टेकमा चाहिँ यो जापानको मेजर इन्टेक भनेको अप्रिल इन्टेक हो, जुन कि सबभन्दा ठुलो भनेको अप्रिल इन्टेक हो। सिओई आउने पनि त्यही अप्रिलमै धेरै हो। त्यसपछि सेकेन्ड मेजर इन्टेक भनेको अक्टोबर इन्टेक हो। अप्रिलमा चाहिँ 2 वर्ष पढ्नुपर्छ नियोङ्गोगाको, अनि अक्टोबरमा चाहिँ 18 महिना पढ्नुपर्छ। त्यसैगरी जुन जुलाई इन्टेक हुन्छ। जुन जुलाई भनेको त्यो चाहिँ सेकेन्डमा आउँछ, बट मेजर इन्टेक भन्दा चाहिँ त्यो थर्डमा आउँछ कि। जस्तो 18 जुन जुलाई इन्टेकमा चाहिँ 21 महिना पढ्नुपर्छ तपाईहरुलाई नियोङ्गोगाको। त्यसैगरी जनवरी भनेको प्राय कोही आउने हो, त्यहाँ चाहिँ N4 पढेको विद्यार्थीहरूले मात्र आउँछ कि। किनभने त्यसमा 1 वर्ष मात्रै पढ्नुपर्छ हामीलाई। 15 महिना भनौँ न, 1 वर्षभन्दा अलिकति बढी पढ्नुपर्छ हैन।
अनि त्यो गर्दा चाहिँ मान्छेहरू अप्रिलमा आउँदैन कि अप्रिलमा तपाईहरुलाई जापानको स्कुलहरुमा लिँदैन पनि, कुनै कुनै स्कुलले मात्र लिन्छ। बट सबभन्दा बढी लिने भनेको अप्रिल इन्टेक हो, जुन कि हाम्रो नेपालको म एक्जाम्पल दिए। नेपालमा जस्तो चैतमा हाम्रो एक्जाम हुन्छ फाइनल, अनि चैतमा एक्जाम भएपछि वैशाखमा त हाम्रो नयाँ स्कुल क्लास स्टार्ट हुन्छ हैन। जस्तो अब 10 को विद्यार्थी एससी दिएर अब 11 मा जान्छ भने 10 खाली भयो भने अब त्यहाँ चाहिँ एडमिसन हुन्छ नि त त्यस्तै टाइममा। अब वैशाखमा नयाँ भर्ना खुल्छ, नयाँ एडमिसन हुन्छ। त्यसैगरी यहाँ चाहिँ अप्रिलमा सोचोग्यो भन्छ कि पहिलाको विद्यार्थीहरू निस्किन्छ सेन्मोनको लागि, अनि इन्टेक भनेको अप्रिलमा चाहिँ यहाँ विद्यार्थीहरू आउँछन् हैन। अब एउटा कुरा अझै के हुन्छ भने कति नयाँ मान्छेले थाहा नै हुँदैन कि अब अप्रिल इन्टेक हो भने हामी चाहिँ अप्रिलमै जाने हो कि अप्रिल भन्दा पछाडि जाने हो। अप्रिल इन्टेक भनेपछि तपाईहरुलाई अप्रिल भित्रमा आउनु पर्छ क्या। जस्तो यो जापानको भिजा समथिङ 7 to 8 मन्थको ड्युरेसन हुन्छ हैन। तपाईहरुको सीई ग्रान्टेड गर्ने, अनि त्यो चाहिँ त्यो भित्रमा तपाईहरु ल्याङ्ग्वेज क्लास जोइन गर्नुपर्छ। त्यसैगरी नेट होस् या जेसट होस्, जेएलसीटी होस्, यो स्टुडेन्टको लागि म भने त्यो एक्जाम दिनुपर्ने हुन्छ, पास गर्नुपर्ने हुन्छ। अनि त्यसैगरी यहाँ अफलाइन भनौँ या अनलाइन भनौँ इन्टरभ्यू हुन्छ। यहाँ जापानको स्कुलले गएकोले लिइरहेको हुन्छ। म त अनलाइन दिएर नै आएको, अफलाइन पनि दिएको, बट अनलाइनबाट म चाहिँ पास भएँ केजिएस को लागि। अनि त्यो चाहिँ बेटर के हुन्छ भने तपाईहरु नेपालमा हुँदा चाहिँ यो अनलाइन दिनुस् या अफलाइन दिनुस् डिपेन्ड्स अपन यु, म कसरी पास गर्न सक्छु हैन। त्यो प्रोसेस इन्टरभ्यू पास भएपछि तपाईहरुको वार्ड डकुमेन्टहरु बनाउने अनि प्राय जुन काम हुन्छ नि हाम्रो यो भिजा प्रोसेसको त्यो चाहिँ कन्सल्टेन्सीले गर्दो रहेछ हैन। हामीलाई वटा डकुमेन्टहरु बनाउनु पर्ने हुन्छ, जुन कि 5 वटा हुन्छ। रिलेसनशिप सर्टिफिकेट, बर्थ सर्टिफिकेट, अकुपेसन सर्टिफिकेट, तपाई के को एग्रिकल्चर गर्नुहुन्छ यता त्यता, ट्याक्स क्लियरेन्स, त्यसैगरी यही 4-5 वटा डकुमेन्ट हुन्छ जुन कि तपाईहरु वार्डबाट बनाएर कन्सल्टेन्सीलाई दिने हो। अनि त्यो चाहिँ कन्सल्टेन्सीको चार्ज हुन्छ हैन। कति कन्सल्टेन्सीले बढी लिएर हुन्छ, कतिको कम हुन्छ, बट सीओ आएपछि त्यो चाहिँ फेरि बढी लिन्छ क्या। जस्तो हाम्रै कुरा गर्नुपर्दा चाहिँ हाम्रो कन्सल्टेन्सीमा डकुमेन्ट चार्ज चाहिँ 40,000 रुपैयाँ लियो, अनि पढाको पैसा चाहिँ 10,000 रुपैयाँ लियो हैन। जुन कि N5 क्लास गरेर म आएको, यहाँ N5 को फुल क्लास गरेर म आएको छु यहाँ। त्यसको चाहिँ 10,000 लियो, अनि डकुमेन्ट चार्ज चाहिँ 40,000 लियो। अनि त्यसपछि चाहिँ तपाईहरुको सबै थोक भएपछि सीओई एप्लाई हुन्छ हैन। जुन कि सीओई एप्लाई तपाईहरुको फर्स्टमा सब डकुमेन्ट आउने भनेको गएकोमा हो। जस्तो तपाईको गएको, अब मेरो केजिएस गएकोमा पहिला मेरो डकुमेन्ट चाहिँ केजिएसमै आउँछ। त्यसपछि केजिएसले ओके भनेपछि मात्र यहाँको जापानको इमिग्रेसनमा जान्छ। त्यो सबै डकुमेन्ट तपाईहरुको भिजा दिने भनेको जापानको इमिग्रेसनले हो। जुन कि मलाई चाहिँ अहिले 15 महिनाको भिजा दिएको छ। प्राय स्टुडेन्टलाई त्यस्तै दिइरहेको हुन्छ, सेमै हुन्छ स्टुडेन्टहरुको। अनि फेरि रिन्यू गर्नुपर्ने हुन्छ भिजा चाहिँ। अनि यहाँसम्मको प्रोसेस चाहिँ यस्तै हो। अनि जस्तो सीओई एप्लाई गरेको 3 महिनापछि भिजा आउँदो रहेछ हैन। अनि डेट पनि फिक्स हुन्छ, त्यो त म बताउँछु नै। पहिला यो कुराहरु तपाईहरु सुन्नु हैन, एकदम इम्पोर्टेन्ट छ, एकदम मोस्ट इम्पोर्टेन्ट भ्यालुएबल कुरा छ। अनि चाहिँ कति तपाईहरुको कन्सल्टेन्सी चार्ज चाहिँ कति लिएको छ त्यो त मलाई थाहा भएन, बट हाम्रो कुरा गर्नु पर्दा चाहिँ हाम्रो चाहिँ 130 लियो कि 1,13,000 कन्सल्टेन्सी चार्ज लियो। अनि तपाईहरुको के कतिको लिएको छ, बढी लिएको छ कि कम लिएको छ, कमेन्ट पनि गर्नु होला हैन। अनि अझै तपाईहरु अब यो अप्रिलमा आउँदै हुनुहुन्छ भने मोस्ट इम्पोर्टेन्ट म यो भन्दा अगाडि एउटा भिडियो पोस्ट गरेछु, जुन कि 4-5 वटा कुरा छ। त्यो चाहिँ सिकेर आउनु भयो भने तपाईहरुलाई मस्ट प्लस पोइन्ट पनि मिल्छ यसमा। अनि सीओई को कुरा गर्नु पर्दा चाहिँ तपाईहरुको जनवरीको हैन सरी फेब्रुअरीको 19 तारिखबाट तपाईहरुको सीओई आउँछ।
जुन कि अब धेरै टाइम पनि बचेन हैन, 2 महिना जति बचेको छ। यदि सिओई फेब्रुअरी 19 तारिकबाट आउँछ, फर्स्ट डे टोकियोको आउने भयो हैन, त्यसै गरी ओसाकाको आउँछ, नागोयाको आउँछ, फुकुओकाको आउँछ, सब सिटीको लगभग फेब्रुअरी 92 फेब्रुअरी 19 देखि फेब्रुअरी 30 सम्ममा सबको आउँछ हैन। अनि म अलिकति युनिभर्सिटीको कुरा पनि गर्दिए। युनिभर्सिटीमा म प्राय के भन्छु भने आफ्नो एक्सपिरियन्स अनुसार तपाईहरु सक्दो हैन निहोङ्गो गाक्कोमा ट्राई गर्नु होला एप्लाई गर्ने, किनभने युनिभर्सिटीको कस्तो हुन्छ भने यो गाक्कोहरुको प्राय ए ग्रेडमा बी ग्रेडमा 100% सिओई रेट हुन्छ क्या। अनि युनिभर्सिटी गर्नुहुन्छ भने मेरो एउटा साथीको कुरा भने यो अप्रिल इन्टेकमा गरेको थियो ओसाकाको लागि, ओसाका टुरिज्म युनिभर्सिटी। अनि त्यसमा चाहिँ उसको डिफर भयो क्या, अप्रिल इन्टेकको लागि डिफर गरिदियो। अब भन्छ हैन सिट खाली छ, तिम्रो एप्लाई भइहाल्छ। अब नेपालको कन्सल्टेन्सीको पनि यसमा हात हुन्छ, म चाहिँ त्यसको बारेमा भन्न खोजिन। अनि युनिभर्सिटीमा सक्दो त्यहाँ चाहिँ एप्लाई नगर्नु होला, किनभने त्यहाँ सिओई रेट पनि अलि नराम्रो नै हुन्छ। अनि सिओई युनिभर्सिटीमा चाहिँ अब मैले भने कि गाक्कोको चाहिँ 19 तारिकबाट आउँछ सिओई, बट युनिभर्सिटीको चाहिँ कुनैको 1 हप्ता 15 दिन अगाडि नै आउँछ, किनभने कुनै युनिभर्सिटीको पहिला नै सिओई आउँछ कि। अनि फेरि मेरो भिडियोमा कमेन्ट आउन सक्छ कि तपाईले त भन्नुभएको थियो 19 तारिकबाट सिओई आउँछ अरे, अनि यहाँ चाहिँ अगाडि आएको छ। त्यो चाहिँ युनिभर्सिटीको केसमा हुन्छ, बट कुनैको युनिभर्सिटी प्रायको युनिभर्सिटीहरुको चाहिँ के भन्छ मार्च अप्रिल सम्ममा पनि आउँछ क्या। अनि उनीहरुलाई अलि ढिलो हुन्छ यहाँ जापान आउनलाई। अनि यसै गरी तपाईले कमेन्ट गर्नुभयो भने म चाहिँ आफ्टर सिओई आएपछि बिफोरको भिडियो र आफ्टरको भिडियो के प्रोसेस गर्नुपर्छ बीचमा त्यो भिडियो पनि लिएर आउने छु। र अझै केही क्वेशनहरु छ, कुनै टपिक मा भिडियो चाहिएको छ या मेरो साथीहरुको एक्सपिरियन्स पोडकास्ट केही चाहिएको छ भने मलाई कमेन्ट गर्नु होला, म चाहिँ त्यो भिडियोहरु लिएर आउने छु। र आज म अलि यहाँ बिजी भएको कारणले गर्दा चाहिँ भिडियो सुट गर्न पाएको छैन। आज शनिबार भयो, फ्री छु, राति फेरि काम छ। जापानको लाइफ चाहिँ बिजी नै छ, अनि लाइफमा सुख दुःख यस्तै हो, आउनुस् हैन। म त भन्छु कि नेपालमा बस्नु भन्दा चाहिँ तपाईहरुलाई कहाँ बेटर लाग्छ हैन। अब चाहिँ मिडल क्लास फ्यामिलीबाट म पनि बिलोङ गरेको छु। अब लोनमै म पनि आएको छु। आफ्नो कुरा गर्नु पर्दा चाहिँ म फुल लोनमा छु र अहिले 1 रुपैयाँ पनि घर पठाएको छैन क्या यार। 2 महिना भइसक्यो पैसा पठाएको छैन। यस्तो छ मेरो हालत अहिले। कति मलाई तनाव हुन्छ, टेन्सन हुन्छ, भएको हुन्छ मलाई थाहा छ। बट आउनुस् क्या छ पैसा, स्टुडेन्टले पनि कमाउँछ, थोरै कमाए पनि कमाउँछ, सेभिङ पनि हुन्छ, बच्छ पनि हैन। अनि नेपालबाट आउँदा चाहिँ यस्तै हो। अब प्रायको म पनि अहिले सोशल मिडियामा टिकटकमा हेर्छु, फेसबुकमा हेर्छु, नआउनुस् भनेर भन्छ। त्यो चाहिँ मलाई पटक्कै राम्रो लागेन हैन। अनि के छ भने जो मान्छे भन्छ नि जापानमा दुःख छ, अघि मैले भने पनि यो कुरामा, त्यो कुरा चाहिँ नसुन्नुस्। किनभने तपाई आउने भने जापानको आउँछ भने तपाई आउनुहुन्छ, तपाई आफू चाहिँ रिसर्च गर्नु, आफ्नो मान्छेले सोध्नु, आफ्नो मान्छे भएको ठाउँमा आउनुस्, अलि सपोर्ट पाइन्छ। नत्र साथी बनाउनुस्, अलि राम्रो साथी बनाउनुस्, बेस्ट फ्रेन्ड। त्यसको त्यो कुराहरु बेग्लै हुन्छ कि। अनि यो अरूको मान्छेको कुरा सुनेर नआउने यता चाहिँ नगर्नु होला। यदि अनि यहाँ चाहिँ प्राय केटी मान्छेहरुलाई हेर्छु, एकदमै केटी मान्छेहरु पनि भिडियो बनाइरहेको हुन्छ, दुःख हुन्छ यता त्यता। अब केटी मान्छेले नेपालमा चाहिँ प्राय यहाँको दुःख र त्यहाँको दुःखमा आसमान धरतीको फरक छ। त्यो चाहिँ कुरा छुट्टै छ हैन। तर यहाँ चाहिँ लाइफ बिजी हुन्छ, कसैसँग कुरा गर्न पाइदैन। अनि रिलेसनशिपमा पनि अलिकति म रिलेसनशिपको कुरा गरे, त्यसमा पनि अलि अब रिलेसनशिप प्राय जापानको मान्छेको भन्छ नि बिग्रिन्छ। यो चाहिँ एउटा पर्फेक्ट कुरा नै हो हैन। म पनि यसमा पर्फेक्ट नै भन्छु म पनि यसलाई। किनभने अब यहाँ चाहिँ यहाँ आउँदाखेरि मेरो लाइफ अलि बिजी भएको छ, नेपाल भन्दा धेरै बिजी भएको छ।
किनभने अब स्कुलको भएको बेला चाहिँ मोबाइल युज गर्न दिँदैन, काम जाँदाखेरि मोबाइल लकरमा राखेर जानुपर्छ। अनि तपाईँलाई छुट्टी भएको बेला तपाईँ सोच्नुहुन्छ क्या म अलिकति सुत्दिउँ, नत्र फेरि गएकोको प्रेसर, होमवर्क गर्नु पर्यो, पढ्नु पर्यो, पढ्नलाई आएको छु, पढिनँ भने फेरि पछाडि प्रेसर हुन्छ होइन। यस्तै हो। आजको भिडियोमा म चाहिँ यति नै भन्न चाहेँ। तपाईँहरूको COE चाहिँ फेब्रुअरीको 19 तारिकबाट आउँछ होइन। तपाईँहरू सबले एकदम मेहनत गर्नु, पढ्नु। यहाँ चाहिँ टेन्सन नलिनु होइन, 0 लेभलबाट नै यहाँ पढाउँछ। अप्रिल इन्टेक हामीलाई पनि 0 लेभलबाट हामी पनि स्टार्ट गरेको, यहाँ 0 लेभलबाट नै पढाउँछ। जो जति पढेर आए पनि त्यही पढेर आउनुहुन्छ भने तपाईँलाई एकदम सजिलो हुन्छ, एकदम राम्रो हुन्छ कामहरू पाउन। कामहरू पाइरहेको छ। मलाई धेरैले कमेन्ट गर्छ दाइ काम पाउँछ कि पाउँदैन। पाउँछ भाइ। अझै म नेक्स्ट भिडियोमा ल्याङ्ग्वेज नहुँदा चाहिँ के काम पाउँछ भनेर म त्यो टपिक लिएर आउनेछु। अनि अझै मेरो अब चाहिँ यो अब हाम्रो एउटा गुड न्युज भनिदिउँ, हाम्रो चाहिँ सेलेरी आउने बेला छ कि फर्स्ट मन्थको। अनि हामी 4 जना केटाहरू छु हाम्रो यो रुममा, दुई जना बसेको छु सेपरेट। त्यो चाहिँ म पोडकास्टमा लिएर आउनेछु कि अब हेरौँ कुन दिन मलाई टाइम मिल्छ, अनि म त्यो भिडियो बनाएर पोस्ट गर्नेछु। अझै कुन टपिकमा भिडियो चाहियो यसो मलाई भन्नु होला। आजको लागि यति नै। हस् त, धन्यवाद, नमस्ते, वेल डन।